नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 781औं भिडियोमा। आजको भिडियोमा भने मैले शिक्षामूलक पौराणिक कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई यी कथाहरू मन पर्नेछन्। सर्वप्रथम लागौं रोचक जानकारीतर्फ। संसारको सबभन्दा महँगो कागज फिनल्यान्डमा बन्दछ। त्यहाँको हातद्वारा बनाइएको उक्त कागज न्युयोर्कको कार्टिड्स नामक संस्थामा बिक्री वितरण गर्ने गरिन्छ। यस कागजको 100 प्रतिको मूल्य $8,000 राखिएको छ। यसै रोचक जानकारीका साथसाथै लागौं आजका शिक्षामूलक पौराणिक कथाहरूतर्फ। यी कथाहरूलाई कमल रिजाल ज्यूले संकलन गर्नुभएको हो। दर्शक तथा श्रोतावृन्दहरू, आजको लागि पहिलो कथा रहेको छ शर्माको शिक्षा। सुर र असुरका नाम तपाईहरूले सुनेको हुनुपर्छ। वैदिक सनातन संस्कृतिमा दुई सम्प्रदाय छन् जसमा सुर र असुर पर्छन्। यी मध्ये सुर सम्प्रदायमा देवताहरू पर्छन् भने असुर सम्प्रदायमा दानवहरू पर्छन् भनिएको छ। कश्यप प्रजापतिका आदिति नामक पत्नीबाट देवताको जन्म भएको थियो। अर्की पत्नी दितिका गर्भबाट दानव जन्मेका थिए। सुरुदेखि नै उनीहरूबीच मेल थिएन। आमाहरू झगडा गर्थे। यसैको प्रभाव उनीहरूका सन्तानमा पनि परेको थियो। असुरहरूलाई देख्नै सक्दैनथे। असुरहरू सुरलाई एकलाई अर्कोको उन्नति र प्रगति पचाउन गाह्रो पर्थ्यो र यसै निम्ति यदाकदा झगडा समेत हुने गर्थ्यो। छलकपट र दाउपेच त कति हुन्थ्यो कति। एकपटक पनि असुरहरूले मध्यरातमा देवताहरूका गाई अपहरण गरे। गाई हराएको थाहा पाएपछि देवताका राजा इन्द्रले गुरु बृहस्पतिको नेतृत्वमा खोजी टोली गठन गरी 7 दिनभित्र गाईहरूका अवस्था पत्ता लगाउन आदेश दिए। खोज्दै जाँदा पनि असुरहरूले चोरी गरी अद्रिबुत्न पर्वत शिखरको गुफामा राखेका छन् भन्ने पत्ता लाग्यो। त्यसपछि इन्द्रले सम्झाइ बुझाइ गरी गाई फिर्ता ल्याउने उद्देश्यले शर्मा नामक कुकुरनीलाई दूध बनाएर पठाए। यद्यपि शर्माको जन्म कुकुर योनिमा भएको थियो, तर असल संगतले गर्दा निकै बुद्धिमानी र कूटनीतिज्ञ मानिन्थे। शर्मालाई अचानक आफ्नो लोकमा देखेपछि पणीहरूले स्वागत गर्दै भने, हे अपरिचित प्राणी, को हौ? कहाँबाट आयो? यति अग्ला पहाडहरू छिचोलेर कसरी आयो? जुन उद्देश्यले आएका भए पनि प्रष्ट भन्न सक्छौ। हामी असुरहरू वचनका पक्का छौं। सकेको सहयोग पाउने छौं। धन्यवाद महाजन, खुसी लाग्यो। तपाईहरूबाट यही आशा गरेकी थिए। कूटनीतिक चातुर्य देखाउँदै शर्माले भने, तपाईहरू कश्यप प्रजापति महाराजका जेठी महारानी दितिका सन्तान। कुल घराना त्यस्तै, इज्जत र मान सम्मान त्यस्तै। आभारी छु न्यानो आतिथ्यको लागि। देवराज इन्द्रको दूत बनेर आएकी हुँ। उनीहरूका गाई यहाँ छन् भन्ने सुनेर फिर्ता माग्न आएकी हुँ। कसरी आइपुगे त्यता नजाउँ। आफै आइपुगेका पनि हुन सक्छन्। कसैले लिएर आएका पनि हुन सक्छन्। तपाईहरूले नै ल्याउनु भएको भए पनि अन्जानमा त्यस्तो भएको हुनुपर्छ। गाई फिर्ता माग्न आउनु भएको रे? असुरहरूले असहज मान्दै भने, दूत बनेर आउनु भएको रहेछ, खुसी लाग्यो। कुशल दूत हुनुहुँदो रहेछ। आफ्नो कुरा राख्नुभयो। दूतको धर्मै यही हो। राजदूत बनेर जानेले जहाँ पनि यसै गरी बिना हिचकिचाहट आफ्नो कुरा राख्नुपर्छ। जहाँसम्म गाई फिर्ताको सवाल छ त्यो भने सम्भव छैन। गाईहरू आफै आएका पनि होइनन्, कसैले ल्याएका पनि होइनन् र झुक्किएर ल्याएको पनि होइन। हामीले नै ल्याएका हौं, त्यो पनि जानाजान। किनभने योभन्दा अर्को उपाय नै थिएन। देवताहरू देख्नमा जति सज्जन छन्, व्यवहारमा त्यस्ता छैनन्। छलकपट बाहेक जानेकै छैनन्। त्यसैले मजा चखाउन हामीले पनि त्यस्तै कदम उठाएका हौं। हो र? शर्माले मुसुक्क हाँस्दै भने। कुरा सुन्दा दोषी देवताहरू नै हुन् जस्तो लाग्यो। होला, दोष उनीहरूकै। तर यति बेला त्यतातिर नजाउँ, किनकि यहाँ एउटाले गरेको गल्तीको सजाय अर्कोले पाइरहेका छन्। यस्तो हुनु तपाईहरूकै कुल परम्परा अनुरूप पनि छैन। कहाँ त्यस्तो हुन्छ? असुरहरूले उत्तेजित हुँदै भने, तपाईको आशय के हो प्रष्ट पार्न सक्नुहुन्छ। कसरी मानौ कि एउटाले गरेको गल्तीको सजाय अर्कोले पाएका छन्? प्रष्टै छ नि? प्रष्टै छ? हो, प्रष्टै छ। जस्तै गाईहरू कहाँ छन् थाहा छ? किन नहुने? कहाँ छन् त?
जहाँ राखिएको त्यही छन्, पर्वतको गुफामा। अनि उनीहरूको अवस्था स्वस्थ छन्। उनीहरूले खाना पनि पाएका छन्। सेवकहरूलाई भनेका छौँ, अनुगमन पनि गर्नुभएको छ, त्यो त छैन। यसले के प्रश्न पार्छ थाहा छ? भन्नुहोस् न। यही कि तपाईहरू धन सम्पत्ति जम्मा गर्न मात्र खोज्नुहुन्छ, सदुपयोग गर्न सक्नुहुन्न। कसरी? प्रष्टै छ नि, गाईहरू भोकै छन्, 7 दिनदेखि दाना पानी पाएका छैनन्। हो र? एकपटक गएर त हेर्नुहोस्। किन जानु पर्यो? त्यस्तै हो भने त्यस्तै होला। तर के तर? आँखा खोलिदिनु भयो, धन्यवाद। बरु यस बरुलाई चाहिँ कसरी बुझौँ? यही कि देवताहरूकै कारण गाई अपहरण गर्न बाध्य भएका हौँ। फिर्ता त हुँदैन, उनीहरूले गल्तीको फल पाउनै पर्छ। तपाईँकै निम्ति भने केही गर्न सक्छौँ? घुस खुवाउन खोज्नु भएको होइन, उपहार दिन्छौँ भनेको। त्यसपछि शर्माले कट्किँदै भनी, तपाईहरू गल्तीमाथि गल्ती थप्दै हुनुहुन्छ। एक त अर्काको सम्पत्ति अपहरण गरेर यसै पनि गल्ती गर्नुभयो। अपहरण गरिएका गाईलाई भोकै राखेर दोस्रो गल्ती गर्नुभयो। एउटाको मेख मार्न अर्कोलाई सजाय दिएर तेस्रो गल्ती गर्नुभयो। अहिले दूतलाई घुस खुवाउन खोजेर चौथो गल्ती गर्न खोज्दै हुनुहुन्छ। गाईहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा देवताहरूले थाहा पाइसकेका छन्। कुनै पनि बेला आक्रमण गर्न सक्छन्। कदाचित यस्तो भयो भने त्यसको मूल्य निकै भारी पर्न सक्छ। त्यसैले यस्तो अवस्था नआओस् भनेर सम्झाउन आएकी हुँ। युद्धमा हारेर फिर्ता गर्ने कि अहिले नै इज्जतपूर्वक फिर्ता गर्ने तपाईहरूको मर्जी। तर के याद राख्नुहोस् भने उनीहरू आक्रमण गर्न आए भने तपाईहरूका श्री सम्पत्ति मात्र होइन, देशै समेत गुम्न सक्छ। शर्माको कुरा पढ्नेहरूलाई ठिकै लाग्यो। उनीहरू ससम्मान गाईहरू फिर्ता गर्न राजी भए। यसरी शर्माले कुनै नोक्सानी बिना समस्या समाधान मात्र गरिन, असुरहरूका राज्य सत्तालाई बचाउने काम समेत गरी। ऋग्वेद मण्डल 10 को 108औं सूक्तमा आएको यस कथामा के कति सत्यता छ त्यो थाहा छैन, तर यसको सान्दर्भिकता भने अहिले पनि उत्तिकै देखिन्छ। दर्शक तथा श्रोतावृन्दहरू, कमल रिजालज्यूले नै लेख्नु भएको अर्को पौराणिक कथा रहेको छ, कश्यपको कथा, जुत्ता पुराण। धेरै पहिलेको कुरा हो। एकादेशमा एक मुडी सामन्त थिए। शासकहरू प्राय मुडी नै हुन्छन्। हमेसा जनताको नाम दिएर आफ्नै विचार र सिद्धान्त लाद्ने प्रयास गर्छन्। त्यसमा पनि उनी अलि नै बढी थिए। उनको भनाइ कानुन बन्थ्यो, जे पनि गर्नै पर्थ्यो। तत्काललाई हेरेर निर्णय गर्थे। मूल्य देश र जनताले चुकाउनु पर्थ्यो। एक दिनको कुरा हो, बगैँचामा खेल्न गएको बेला राजकुमारीको गोडामा काँडा बिजेछ। राजकुमारी रुन लागिन्। उसै त कुन कानमा सुन भने जस्तो सामन्तका लागि किन खपी खानुहुन्थ्यो र? तत्कालै मन्त्रीलाई बोलाएर भने, तत्कालै यस काँडालाई कारवाही गर्नु। मन्त्री जिल्ल परे। काँडालाई कसरी कारवाही गर्ने? उनले भरसक सामन्तलाई बुझाउने कोसिस गरे, तर सुन्ने कान लगाएनन्। त्यसपछि बगैँचाको काँडालाई उक्लेर फाल्न लगाए, तर सबै भने जस्तो किन हुन्थ्यो र? उनीसँग मानिस डराए पनि प्रकृति किन डराउँथ्यो र? केही समयपछि नै काँडा उम्रेर जस्ताको तस्तै भयो। केही समयपछि पहिलेकै घटना दोहोरियो। न राजकुमारीले बानी सुधारिन्, न काँडाले सुधार्यो। त्यसपछि सामन्तले क्रुद्ध हुँदै पूरा जमिन छालाले ढाक्ने आदेश दिए। मन्त्रीलाई अर्को आपत पर्यो। राज्यका जमिन ढाक्ने छाला कहाँ पाउने, कहाँबाट ल्याउने? पाए पनि जमिन ढाकेपछि अन्नपात कसरी उम्रने? अन्नपात नै नउम्रेपछि के खाने? जमिनले रुख बिरुवा वनस्पति उमारेको थियो र पो मानिस तथा पशुपक्षीले आहारा पाएका थिए, अक्सिजन पाएका थिए। बर्खाको पानी सोसेर हिउँदभरि हराभरा बनाएको थियो। तर यहाँ त्यसैलाई ढाक्ने कुरा भइरहेको थियो। तैपनि हिम्मत हारेनन् र 2 हात जोड्दै भने, महाराज, यस निर्णयमा पुनर्विचार होस् भन्ने आग्रह गर्न चाहन्छु। यसले कसैको पनि हित गर्दैन। प्रयोग गर्न नजाने आगोले ज्यानै लिन पनि सक्छ। जान्ने हो भने त्यही आगोले जीवन बचाउन पनि सक्छ। यहाँ पनि भएको त्यस्तै हो। गल्ती जमिनको होइन, राजकुमारीको हो। राजकुमारले हिट्न नजान्दाकै परिणाम हो। त्यसैले जमिन ढाक्नतिर भन्दा राजकुमारीलाई शिक्षा दिनेतर्फ पो सोच्ने हो कि? के रे, राजकुमारीलाई शिक्षा रे? सामन्तले कड्किँदै भने। होइन, के भन्न खोज्दै हुनुहुन्छ? गल्ती गर्ने एउटा, शिक्षा दिने अर्कोलाई। यो त भित्र हराएको चिज बाहिर खोज्न गए जस्तै भएन र? राजकुमारीको शिक्षासित यसको के सम्बन्ध छ र? छ महाराज, गहिरै छ। मन्त्रीले डराउँदै भने, सरकारको उद्देश्य राजकुमारीको घोडामा काँडा नबिजोस् भन्ने हो। त्यसैले राजकुमारीलाई सकभर बाहिर नजाने र जानै परे बुद्धि पुर्याएर हिट्ने शिक्षा दिने हो भने आइन्दा घोडामा काँडा बिज्दैन, अन्यथा यस्तो भइरहन्छ। त्यसपछि सामन्तले थप कड्किँदै भने, अरू कुरा थाहा छैन, जमिनलाई छालाले मोड्नै पर्छ। यस्ता आदर्शको कुरा तपाईसितै राख्नुहोस्। मेरी छोरीको शरीरमा घाउ लागेको छ। तपाईँ नानाभातीका कुरा गरी पन्छाउन खोज्दै हुनुहुन्छ।
यस्ता 12-27 का कुरा सुन्ने फुर्सद मसँग छैन। बिचरा मन्त्रीजी गरून् पनि के, राजा आज्ञाको कुरा थियो। तैपनि कुनै उपाय निस्किन्छ कि भनेर केही दिन टार्ने प्रयास गरे, तर सामन्त छाड्ने पक्षमा थिएनन्। केही दिनपछि बोलाएर सोधे, सुनाउनुहोस् के कति काम भयो, प्रगति विवरण जान्न चाहन्छु। मन्त्रीबाट काम सुरु नभएको कुरा थाहा पाएपछि सामन्तको क्रोधले सीमा नाग्यो। 7 दिनभित्र काम तमाम नगरे बर्खास्त गर्ने चेतावनी दिएर पठाए। राजा आज्ञाले खिन्न भएको मन लिएर मन्त्री घर पुगे। मन्त्रिनीले कारण सोधिन्। उनले सबै कुरा बताए। मन्त्रिनी सुझबुझकी रहिछन्। उपाय खोज्ने प्रयास गर्दै भनिन्, पल्लो गाउँका चतुरे बाहुन चतुर्भुज समक्ष जानुस् न, तैपनि कुनै उपाय निस्किन्छ कि? निकै चतुर छन् रे, यसअघि यस्ता धेरै समस्या समाधान गर्दै आएका छन् भन्ने सुनेको छु। मन्त्रानीको कुरा मन्त्रीलाई ठिकै लाग्यो। भोलिपल्टै चतुरे समक्ष गएर सहयोग मागे। मन्त्रीको कुरा सुनेर चतुरीले पनि नमिठो माने, तर यति बेला भावनामा बग्ने समय थिएन। एकैछिन सोचेर एउटा जुक्ति सिकाएर पठाए। मन्त्रीजी भोलिपल्ट बिहानै चतुरीले भने बमोजिम दरबार दाखिला भए। 7 दिन नपुग्दै मन्त्रीको उपस्थिति देखेर सामन्तले आश्चर्य मान्दै सोधे, किन आउनुभयो यति चाँडै? कुनै बाहना लिएर आउनु भएको त होइन? अहिले नै भन्दिया छु, यस्तो चल्दैन। बाहना पार्न आएको होइन महाराज, किन आउनुभयो त? काम सकेर आएको। यति चाँडै? हजुर, चाँडै नै सकियो। कसरी ढाक्नु भयो त? त्यसपछि मन्त्रीले राजकुमारीको गोडामा छालाको जुत्ता लगाइदिँदै भने, लौ हेर्नुहोस् महाराज, यसरी ढाकिदिए। कुरा बुझ्न नसकेर सामन्तले रिसाउँदै भने, के हो यो? मन्त्रीले बेली विस्तार लगाउँदै भने, जमिन ढाक्न त सम्भव थिएन, तर राजकुमारीको गोडा ढाक्न सम्भव थियो। त्यसैले शाहजादीको गोडामा आइन्दा काँडा नबिजोस् भनेर यस्तो गरेको हुँ। उनको कुरा सुनेर सामन्तले खुसी हुँदै भने, उत्तम उपाय निकाल्नु भयो, भन्नुहोस् के दिउँ? त्यसको हकदार म होइन महाराज। को हो त? चतुरे बाहुन हुन्, उनीले सिकाएर यस्तो गरेको हुँ। त्यसपछि सामन्तले तत्कालै चतुरेलाई बोलाउन लगाई उचित पारितोषिक दिएर पठाए। भनिन्छ जुत्ता लगाउने चलन त्यति बेलादेखि नै सुरु भएको हो। यसरी जुत्ताको इतिहास अप्ठ्यारो परिस्थितिबाट सुरु भएको भए पनि फल भने दुनियाँले अहिलेसम्म पनि खान पाएका छन्। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ विभेद। वैदिक सनातन धर्ममा नारी र पुरुष बीचको विभेद प्राय सुनिन्छ। विभेद छ भन्ने पनि छन्, छैन भन्ने पनि छन्। तपाईको जानकारीका लागि यसैको वास्तविकता सम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ। महर्षि याज्ञवल्क्य प्रकाण्ड वैदिक विद्वानमा पर्छन्। राजा जनकको दरबारी गहना मानिने यी विद्वान मिथिला निवासी मानिन्छन्। उनका मैत्रेयी र कात्यायनी नामक 2 पत्नी थिए। उनी जब 75 वर्षका भए तब सन्यास लिने विचार गरे। वैदिक सनातन धर्ममा 75 वर्षपछिको उमेरलाई सन्यास आश्रमको समय मानिएकोले त्यस्तो विचार गरेका हुन्। त्यसैले उनले पत्नीहरूलाई बोलाएर भने, अब सन्यास आश्रममा जाने बेला भएकोले तिमीहरूलाई बोलाएको हुँ। यो उपस्थितिमा तिमीहरू मिलेर बसेका छौ। आपसमा झगडा गरेको कहिल्यै सुनेको छैन। म चाहन्छु यस्तो मेलमिलाप मेरो अनुपस्थितिमा पनि कायमै रहोस्। त्यसैले सारा धन सम्पत्ति तिमीहरूलाई बराबर बाँडिदिन चाहन्छु। प्राय झगडा सम्पत्तिको नाममा हुने भएकोले यस्तो नहोस् भनेर बराबर बाँड्ने विचार गरेको हुँ। कात्यायनी सामान्य गृहिणी थिइन्। याज्ञवल्क्यको कुराले खासै फरक परेन, तर मैत्री विदुषी थिइन्। उनले भने सामान्य रूपमा लिन सकेनन् र प्रतिक्रिया जनाउँदै भनिन्, ठिकै छ, सन्यास आश्रममा जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ, रोक्दिन। तर पहिले यो बताउनुहोस् कि तपाईको सम्पत्तिले हामीलाई आत्मा सन्तुष्टि मिल्छ? मैत्रीको कुरा सुनेर याज्ञवल्क्य एकछिन अन्कनाए। उनलाई लाग्यो कुरा त सही हो, धन सम्पत्तिले आत्मा शान्ति हुँदैन, किनकि प्रेम भन्ने कुरो धन सम्पत्तिसित नभई आत्मासित हुन्छ। त्यसैले सम्झाउँदै भने, मैत्री, संसारमा कोही पनि धन सम्पत्तिबाट सन्तुष्ट हुँदैनन्, किनभने प्रेम भौतिक सम्पत्तिसँग नभई आत्मासित हुन्छ। त्यसैले संसारमा न पतिले पत्नीसँग पत्नीकै लागि प्रेम गरेका हुन्छन्, न पत्नीले पतिसँग पतिकै लागि प्रेम गरेकी हुन्छन्। न बाबुले छोरासँग छोराकै लागि प्रेम गरेका हुन्छन्, न छोराले बाबुसँग बाबुकै लागि प्रेम गरेका हुन्छन्, न आमाले छोरासँग छोराकै लागि प्रेम गरेकी हुन्छन्, न छोराले आमासँग आमाकै लागि प्रेम गरेका हुन्छन्। दिदीबहिनी, दाजुभाइ, इष्टमित्र, कर कुटुम्बसँगको प्रेम पनि यस्तै हो। कसैले पनि कसैका लागि प्रेम गरेका हुँदैनन्, अपितु आफ्नै आत्मासँग नै गरेका हुन्छन्। जब प्रेम नै आत्मासँग हुन्छ भने धन सम्पत्तिबाट सन्तुष्टि मिल्ने प्रश्नै रहन्न। याज्ञवल्क्यको कुरा सुनेर मैत्रेयीले लामो सास फेर्दै भनिन्, त्यसो भए हामीलाई यस्तो चिज दिएर किन पन्छन खोज्दै हुनुहुन्छ? वेदका ज्ञाता हुनुहुन्छ,
प्रकाण्ड विद्वानमा पढ्नुहुन्छ, स्वार्थी भन्न त सक्दिन, तर कुरा भने त्यस्तै गरिरहनु भएको छ। हो, धर्मशास्त्रले सन्यास आश्रमको कुरा गरेको छ, तर यस्तो अवस्था त सबैमा लागू हुनुपर्ने हो नि, होइन? पतिले 75 वर्षपछि सन्यास आश्रममा जानुपर्छ भने पत्नीले चाहिँ पढ्दैन? तपाईँ जाने हो भने हामीलाई पनि जान दिनुपर्ने हुन्छ। धर्ममा पनि कतै नारी र पुरुषमा भेद हुन्छ भने कुन धर्मशास्त्रले त्यस्तो भनेको छ देखाउन सक्नुहुन्छ? होइन भने हामी पनि तपाईँसँगै सन्यास आश्रममा जान चाहन्छौँ। मैत्रेयीको कुरा सुनेर यज्ञवल्क्यले थप सम्झाउँदै भने, मैत्रेयी, तिम्रो कुरा पनि सही हो, तर धर्मशास्त्रमा पुरुषलाई मात्र आश्रम धर्मको व्यवस्था गरिएको छ, नारीलाई छैन। त्यसैले तिमीहरूलाई गृहस्थीमै रहन आग्रह गरेको हुँ। यज्ञवल्क्यको कुरालाई मैत्रेयीले सिधै नकार्दै भनिन्, कहाँ त्यस्तो हुन्छ? धर्मशास्त्रमा उल्लेख छैन भने गर्नुपर्छ। आखिर धर्मशास्त्र लेख्ने भनेको पनि त तपाईँहरू जस्तै विद्वानहरूले हो। व्यवहारमा त नारी र पुरुष बीच भेद गरियो कम्तीमा धर्म त नारी र पुरुष बीच भेद गरियो कम्तीमा धर्ममा त नगरियोस्। त्यसपछि यज्ञवल्क्यले यथार्थ बुझाउँदै भने, कुरा त्यसो होइन मैत्रेयी, प्रकृति प्रदत्त विभेद बाहेक नारी र पुरुष बीच न धर्ममा विभेद भएको छ, न व्यावहारिक विभेद नै उचित मानेको छ। मात्र के हो भने पुरुषले सन्यास धर्ममा गएर जुन स्थान पाउन सक्छन् त्यस्तो स्थान नारी जातिले गृहस्थीमै बसेर पनि पाउन सक्छन्। यसको अर्थ यो होइन कि उनीहरूलाई सन्यास आश्रममा जानै निषेध गरिएको छ। चाहनेहरू जान सक्छन्, गएका पनि छन्। तथापि यथार्थ के हो भने नारी जाति यति बढी त्याग, सेवा र समर्पण धर्मी हुन्छन् कि त्यसैको माध्यमबाट गृहस्थीमै बसेर पनि सन्यास आश्रमजन्य लाभ लिन सक्छन्। त्यसैले यस्तो कुरा गरेको हुँ। यज्ञवल्क्यको कुरा सुनेर मैत्रेयीको चित्त बुझ्यो। उनीहरूले गृहस्थीमै रहेर नारी सुलभ त्याग, सेवा र समर्पणको माध्यमबाट मुक्ति लाभ गरे। यज्ञवल्क्यले सन्यास आश्रमको धर्म निर्वाह गरी मुक्ति पाए। बृहदारण्यक उपनिषदमा आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन, तर धर्मशास्त्रमा नारी र पुरुष बीच विभेद छैन भन्ने कुरा भने सत्य हो। नारी र पुरुष बीच केही प्राकृतिक भिन्नता छ, सोही अनुसार हुने प्राकृतिक विभेद अन्य कुनै पनि कुरामा विभेद छैन। यदि कहीँ कतै त्यसो भएको छ भने त्यो विकृति हो। यस्तो काम मानिसले नै गर्ने भएकोले त्यसलाई सुधार्ने काम पनि मानिसकै हो। लागौं अर्को पौराणिक कथातर्फ। कथाको शीर्षक अन्नदानको महत्व। गीताले अन्नलाई जीवनको आधार भनेको छ भने उपनिषद, ब्रह्म र पौराणिक ग्रन्थहरूले प्राणको संज्ञा दिएको छ। जीवन बनाउने पनि अन्नले हो, बचाउने पनि अन्नले हो। सायद त्यसै भएर नै हुनुपर्छ अन्न र पानीको दानलाई विशिष्टतम दान मानिएको छ। भोका मानिसलाई खाना दिनु र तिर्खाएको मानिसलाई पानी पिउन दिनु भन्दा ठूलो पुण्य अर्को छैन भन्नेमा सबै धार्मिक ग्रन्थहरू एकमत देखिन्छन्। संसारमा अन्न र पानी मात्र यस्तो चिज हो जसले पाउने मानिसलाई तृप्त पार्न सक्छन्। यसबाहेक संसारमा कुनै पनि त्यस्ता चिज छैनन् जसले मानिसलाई सन्तुष्ट राख्न सकोस्। संसारभरिकै सम्पत्ति पाए पनि मानिसको मन अघाउँदैन भन्ने कुरा भागवतमा व्यासजीले उद्घोषणै गरेका छन्। त्यसैले पनि यसको विशेष महत्व गाइएको हो। रामायणमा एउटा कथा छ। भगवान राम वनवासमा जाँदा महर्षि अगस्त्यको आश्रममा पुगेका थिए। महर्षि अगस्त्यले स्वागत सत्कारपछि एउटा बाला दिँदै भने, बच्चे राम, तिमीलाई उपहारको रूपमा यो बाला समर्पण गर्दैछु। देख्नमा सामान्य भए पनि यसको विशेषता छुट्टै छ। जसले यस बालालाई श्रद्धापूर्वक धारण गर्छ उसलाई कसैले पनि जित्न सक्दैन। वनवासमा आएका छौ, के पर्छ हुन सक्छ कुनै दिन ठुलै काममा आउन सक्छ। त्यसैले आशा छ श्रद्धापूर्वक स्वीकार गर्नेछौ। महर्षि अगस्त्यको कुरा सुनेर राम निकै खुसी भए। उनले अगस्त्यलाई प्रणाम गर्दै भने, महर्षि, यो त मेरा लागि सौभाग्यको कुरा हो। मूल्य वस्तुको होइन, श्रद्धाको हुन्छ। तपाईले दिनुभएको चिज यसै पनि जे भए पनि अमूल्य हुन्छ। त्यसमाथि यति श्रद्धापूर्वक दिनुभएको छ भने अस्वीकार गर्ने प्रश्नै रहन्न। आशीर्वादको रूपमा शिरोधार्य छ र सदैव रहनेछ। तर यो लगाउनेलाई कसैले पनि जित्न सक्दैन भन्ने जुन कुरा गर्नुभयो त्यसको रहस्य भने बुझ्न सकिरहेको छैन। त्यसबारे पनि जानकारी पाए थप आभारी हुने थिए। त्यसपछि अगस्त्यले लामो सास फेर्दै भने, यसको कहानी लामो छ। अघि कुनै समयमा श्वेत नामका राजा थिए। उनले भूमण्डलमा लामो समयसम्म एक छत्र शासन गरे। उनी जति पराक्रमी थिए त्यति नै दयालु र परोपकारी पनि थिए। उनले गरेका दान र पुण्यको लेखाजोखा नै थिएन। घर नहुनेलाई घर दान गर्थे, जग्गा नहुनेलाई जग्गा दान गर्थे। प्रजाजनमा जसलाई जुन चिजको आवश्यकता पर्थ्यो तत्कालै त्यसको आपूर्ति गरिदिन्थे। समयको बित्ने क्रमसँगै उनको अन्त्य आइपुग्यो। संसारमा अहिलेसम्म मृत्युलाई जित्न कसले सकेका छन् र उनले के सकुन्?
तीन लोकमाथि विजय पाउनेहरूले त मृत्युमाथि विजय पाउन सकेका छैनन् भने उनी थिए आखिर मानिस नै। मानव पुग्यो, देवदूतहरूले आएर ब्रह्मलोक पुर्याए। ब्रह्मलोकमा उनको भव्य स्वागत भयो। बस्नका लागि ब्रह्माजी आफैले दिव्य महलको व्यवस्था गरिदिए। ब्रह्मलोकमा उनलाई कुनै चिजको कमी थिएन, तर खाने चिज भने कतै देखेनन्। भरै पाइएला भोलि पाइएला भन्दा भन्दै 2-4 दिन बित्यो, तर त्यस्तो नसिब कतै जुरेन। जब भोकले प्राणै जाला जस्तो भयो, त्यसपछि ब्रह्माजी समक्ष गएर आफ्नो समस्या देखाउँदै भने, ब्रह्मदेव, हजुरको लोकमा सबै चिज पाएर पनि खाने चिज पाइएको छैन। देवताहरूलाई खाना आवश्यकता नभए पनि मनुष्य योनिकालाई पर्छ भन्नेमा आफै परिचित हुनुहुन्छ। तैपनि मेरो यस्तो अवस्था भइरहेको छ भने पक्कै कुनै कारण हुनुपर्छ। जानकारी पाउन पाए आभारी हुने थिए। राजाको प्रश्नपछि ब्रह्माजीले सम्झाउँदै भने, राजन, तिमीले जीवनमा निकै ठूलो दान पुण्य गरेका थियौ। त्यसैको प्रभावले यहाँसम्म आउन सक्यौ। बस्ने स्थान पायो, तर अन्न र पानीको भने दान गरेका थिएनौ, जसले गर्दा न खान पाएका छौ न पिउन नै पाएका छौ। त्यसैले खानका लागि तिमीले वर्षको एक पटक त्यही जानुपर्छ जहाँ तिम्रो मृत शरीर लडिरहेको छ। यो क्रम त्यति बेलासम्म जारी रहनेछ जति बेलासम्म कुनै तपस्वीको संगत पाउने छैनौ। त्यसपछि श्वेत राजाको आत्मा प्रत्येक वर्ष हिमालयको फेदीमा आउँदै मृत शरीरको कुहिएको मासु खाँदै फर्कदै गर्न थाल्यो। संयोगवश एक दिन त्यताबाट जाँदै थिए उनीसित चम्काभेट भयो। त्यसपछि उनले आफ्नो अवस्था र ब्रह्मदेवको आश्वासनको नालीबेली लगाउँदै भने, श्रीवर, तपाईको संगतले मुक्ति प्राप्त गरे। अब मलाई कुनै चिजको आवश्यकता छैन। मेरो साथमा एउटा विजयी बाला छ। आशा छ आवश्यकता पर्ने मानिससम्म पुर्याइदिनु हुनेछ। यति भनेर बाला मेरो जिम्मामा दिएर उनी ब्रह्मलोकतर्फ लागे। यसलाई जिम्मा लगाउने पात्रको खोजीमा थिए। आज तिमीले त्यो अवसर दियो। यति भनेर महर्षि अगस्त्य आफ्नो कामतिर लागे भने रामले आफ्नै बाटो समाए। यिनै बालाको प्रभावका कारण रामलाई रावण जस्तो त्रिलोक विजयमाथि विजय पाउन सफलता मिलेको थियो। यस कथामा के कति सत्यता छ त्यो त महर्षि वाल्मीकिजी नै जानुन्। तर अन्न र पानी दानको महत्त्व भने जहिले पनि जहाँ पनि बढी नै हुन्छ, किनकि यी भनेका प्राण हुन्। अब लागौं अर्को कथातर्फ। शीर्षक रहेको छ आपतकालीन धर्म। छान्दोग्योपनिषदमा आपतकालीन धर्म सम्बन्धी एउटा प्रसङ्ग आएको छ। धेरै पहिले एकपटक कुरु प्रदेशमा 7 दिनसम्म लगातार परेको असिना पानीले अन्नबाली तथा बिरुवा लगायत सारा वनस्पति सखा पार्यो। लगाएको बालीनाली त यसै पनि गए। वनस्पति समेत समाप्त भएकाले फलफूल तथा जंगली कन्दमूल खोजेर खाने अवस्था पनि रहेन। गाउँमा भयंकर अनिकाल परेकाले सक्ने जति घर गाउँ छोडेर हिँड्न थाले, नसक्ने जति त्यही बसेर मृत्युको प्रतीक्षा गर्न लागे। गाउँ छाडेर जानेमा एक विद्वान ब्राह्मण दम्पति पनि थिए। चारै वेदका ज्ञाता। ब्राह्मणको नाम उखस्ती र ब्राह्मणीको नाम आटिकी थियो। धर्मशास्त्रका ज्ञाता थिए। निष्ठा कर्ममा रहन्थे। षट दर्शन र 6वटै वेदाङ्ग कण्ठै थियो। उनले लामो समयसम्म तैपनि प्राण बचाउने कुनै विधाता भेटिन्छ कि भनेर त्यस्तो स्थानको खोजी गरे, तर जता गए पनि भने जस्तो भएन। आखिर सबै उस्तै समस्यामा परेका थिए भने सहयोग गरून् पनि कसले। निकै दिनपछि एउटा वृद्ध सन्यासीको घरमा पुगे। उनीहरू पुग्दा सन्यासी थालीमा केही खिचडी राखेर खाँदै रहेछन्। उखस्तीले उनको अगाडि हात पसार्दै अलिकति खिचडी मागे। बिचारा सन्यासी धर्म संकटमा परे। उनीसँग बाँकी खिचडी थिएन। जो भएको एकैसाथ पस्केर खान सुरु गरिसकेका थिए। त्यसैले अप्ठ्यारो मान्दै भने, माफ गर्नुहोला ब्राह्मण देवता, बाँकी खिचडी छैन। जो भएको यति नै हो। जुन जुठो हालिसकेको छु। घरमा आएका अतिथि देवता समान हुन्छन्। जुठो खिचडी दिएर कसरी अपमान गरौं। उनको कुरा सुनेर उखस्तीले विनम्रतापूर्वक भने, गाह्रो नमानुस् महाशय, त्यही भए पनि अलिकति दिनुहोस्। अन्न पेटमा नपरेको 3 दिन भइसक्यो, प्राणै जाला जस्तो भएको छ। सन्यासीले उनको दुःख देख्न सकेनन् र त्यसैबाट आधा निकालेर दिए। उखस्तीले त्यसबाट आधा जति पत्नी आटिकीलाई दिए र बाँकी एकै सासमा प्रेमपूर्वक सिनित्त पारे। आटिकीले भने केही समय यत्तिकै रहन सक्ने भएकाले जरुरत परेको बेला खानुपर्छ भनेर झोलामा राखिन्। उखस्ती खिचडी खाइसकेपछि यताउता हेर्न लागे। सन्यासीलाई पानी खोजेका होलान् भन्ने लाग्यो र आफैले खाएको पानीको लोटा अघि सार्दै भने, पानी खोज्नु भयो जस्तो लाग्यो, लिनुहोस्, यसैमा छ केही पानी। तर आश्चर्य, उखस्तीले अप्ठ्यारो मान्दै भने, माफ गर्नुहोला महाशय, यो जुठो पानी खान सक्दिन। उनको कुरा सुनेर सन्यासीको आश्चर्यको सीमा रहेन। भर्खरै जुठो खिचडी मागेर खाइरहेका छन्, अहिले पानीलाई जुठो भनिरहेका छन्। के हो यो? कतै बुढा बोलाउन त लागेनन्? यस्तै यस्तै सोच्दै टोलाउन लागे। उनी टोलाएको देखेर उखस्तीले सोधे, किन टोलाउन लाग्नु भएको?
के पर्यो त्यस्तो? कतै अर्काको उपकार गर्दा आफ्नो पेट भोको भयो भन्ने चिन्ता त परेन? सन्यासीले हात जोड्दै भने, होइन महाशय, त्यस्तो कुरा नगर्नुहोस्। आपत परेकालाई सहयोग गर्न पाउनु वा सक्नु सौभाग्यको कुरा हो। तर भर्खरै जुठो खिचडी प्रेमपूर्वक खानुभयो, त्यो पनि मागेर। तर पानीलाई जुठो भनेर आनाकानी गर्दै हुनुहुन्छ। यसैको रहस्य बुझ्न नसकेर आश्चर्य मानेको हुँ। त्यसपछि उखस्तीले सम्झाउँदै भने, कुरो के भने संसारमा प्राण भन्दा ठुलो अर्को छैन। अरू चिज पटक पटक पाइन्छ, प्राण पाइँदैन। त्यसैले प्राण बचाउनका लागि यसो गरेको हुँ। यो भनेको आपतकालीन धर्म हो। आपत परेको बेला यसो उसो भन्न हुँदैन। अन्य अवस्थामा खानपान तथा रहनसहन यावत कुरामा ध्यान दिनुपर्छ, अन्यथा दोष लाग्छ। प्राणै जान लागेकोले जुठो खिचडी खाए, जुन अर्को पाइने अवस्था थिएन। तर पानी त अन्त पनि खोजेर खान सकिन्छ। यति भनेर ब्राह्मण दम्पति हिँडे। त्यो रात त्यतिकै बित्यो। भोलिपल्ट नित्य कर्म सकेपछि उखस्तीले ब्राह्मणीसँग भने, आटकी, हिजो खाएको खिचडीको तागत सकियो, के गर्ने होला? पेटमा अलिकति चारो हाल्न पाए। केही पर यस देशका राजाले ठुलो यज्ञ गरिरहेका छन्, त्यहाँसम्म पुग्न सकिन्थ्यो। पतिको कुरा सुनेर ब्राह्मणीले हिजोको बासी खिचडी दिँदै भनिन्, लिनुहोस्, यहाँ हिजोको बाँकी खिचडी छ। तपाईँ हिँड्नै नसक्ने अवस्थामा हुनुहुन्थ्यो र खानुभयो। म केही समय खप्न सक्ने अवस्थामा भएकीले खाएकी थिइनँ। उखस्तीले त्यो बासी खिचडी पनि प्रेमपूर्वक खाए र राजाका यज्ञमा गए। यज्ञमा उनको भव्य स्वागत भयो। राजाले यज्ञ गराउन पहिले उनैलाई खोजेका रहेछन्। उनलाई फेला नपारेर मात्र अरूलाई लगाएका रहेछन्। राजालाई ढुङ्गो खोज्दा देवता मिले जस्तो भयो। उनले यज्ञको आचार्य बन्न आग्रह गरे। उनले पनि यज्ञमा वरण भएका अन्य ब्राह्मणलाई हटाउन नपाइने शर्तमा आचार्यत्व स्वीकार गरे। यज्ञ समाप्त भयो। सबैले आफ्नो धर्म निर्वाह गरे। बिस्तारै सबै ठिक हुँदै गयो र सबै पहिले जस्तै सुखपूर्वक रहन लागौं अर्को कथातर्फ। कथाको शीर्षक पाप धुरीबाट कराउँछ। भगवतमा एउटा प्रसङ्ग आएको छ। पाण्डवहरूको स्वर्गरोहणपछि जब उनीहरूका नाति परीक्षित जनताको सुख दुःख बुझ्न निस्केका थिए, एउटा खुट्टाले खुच्याउँदै हिँडिरहेको बुढो गोरुलाई देखे, जसको अन्य 3वटा खुट्टा भाँचिएका थिए। राजा परीक्षितले गोरुको त्यस्तो बिजोग हेर्न सकेनन् र दया देखाउँदै सोधे, बाबु, तिमीलाई के भयो? कसले यस्तो अवस्थामा पुर्यायो? निर्धक्क भन्न सक्छौ। जो भए पनि उसले उचित दण्ड पाउनेछ। राजाको कुरा सुनेर बुढो गोरुले भन्यो, राजन, म धर्म हुँ। कलीको अत्याचारबाट बस्न गोरुको रूप धारण गरेर हिँडेको हुँ। तर कसले मेरो 3वटा खुट्टा भाँचिदियो त्यो भन्न सक्दिनँ, किनकि धर्मशास्त्रमा उल्लेख भए अनुसार जसले अर्काको चुक्ली लगाउँछ उसले चुक्ली लगाएको मानिसले गरेको पाप भोग्नु पर्ने हुन्छ। त्यसैले यो कुरा चाहिँ तपाईँ आफैले पत्ता लगाउनु पर्ने हुन्छ। त्यसपछि परीक्षितलाई यस्तो काम गर्ने कली नै हो भन्ने पत्ता लगाउन बेर लागेन र तत्कालै उसलाई बोलाएर दण्डित गरे। कसैको विरुद्ध कुरा लगाउनलाई चुक्ली लगाउनु भनिन्छ भने कसैको अनुपस्थितिमा उसका विरुद्धमा कुरा गर्नलाई कुरा काट्नु भनिन्छ। यी दुवै काम राम्रो होइन। कसैको बारेमा केही भन्नु छ भने उसैकै अगाडि भन्नुपर्छ। कसैको गल्ती देखाउनु छ भने उसैलाई बोलाएर भन्नुपर्छ, अन्यथा दोषको भागी हुनुपर्छ। धेरै पहिलेको कुरा हो। एउटा गाउँमा एकजना दयालु सेठ बस्थे। गाउँमा कोही पनि भोको नरहुन् भन्ने चाहन्थे र प्राय गरिब गुरुवालाई बोलाएर भोज खुवाउने गर्थे। सदाझै एक दिन त्यस्तै भोजको आयोजना गरिएको थियो। खाने मानिस धेरै भएकाले खाना बनाउने काम आँगनमा भइरहेको थियो। ठिक त्यही बेला त्यसैको माथि आकाशमा एउटा चिल उड्दै थियो, जसले चुचोमा विषालु सर्प चेपेको थियो। सर्प गरुडबाट फुत्कने प्रयास गर्थ्यो। गरुड फुत्केला भनेर दरुसँग चेप्ने गर्थ्यो। फलत सर्पको मुखबाट विष निस्केछ र खानामाथि परेछ, जुन कुरा कसैलाई पनि पत्तै भएन। खाना तयार भयो। सबैले एकैसाथ खाए। तर भइदियो के भने खानासाथ विषको प्रभावले सबै एक एक गरी ढले। यस्तो भयानक दृश्य देखेर सेठजीलाई साह्रै नराम्रो लाग्यो। खाना बनाउने सज्जनलाई पनि त्यस्तै भयो। तर पनि के गर्ने, जे नहुनु पर्ने थियो भइसकेको थियो। सेठले कारण पत्ता लगाउन भरसम्भव प्रयास गरे, तर केही लागेन। त्यसपछि यमलोकमा ठुलै हलचल मचियो। त्यतिका मानिस मारेको पाप कसको खातामा लेख्ने भन्ने विषयलाई लिएर। सेठजीको खातामा लेखौं भने उनले पाप गरेका थिएनन्, बरु गरिब गुरुवा तथा भोका मानिसलाई खुवाएर धर्म गरेका थिए। खाना पकाउने मानिसको खातामा लेखौं भने उनले पनि पाप गरेका थिएनन्, उल्टै खाना पकाउने काम गरेर धर्म नै गरेका थिए। चिलको खातामा लेखौं भने उसको पनि उद्देश्य अरूलाई हानि गर्नु नभई आफ्नो आहारा जुटाउनु थियो। सर्पको खातामा लेखौं भने त्यो पनि भएन, किनकि उसले पनि गरुडबाट बच्ने प्रयास गरेको थियो। आखिर प्राण रक्षाको प्रयास सबैले गरेकै हुन्छन्। यमराजले निकै सोचे, तैपनि निकास भेटेनन्। उता यतिकै छाडौं भने त्यो पनि भएन, किनकि जसले गरे पनि पाप भएको थियो। आखिर पाप भनेको पाप नै हो।
कसै न कसैले नभोगी सुखै थिएन। पाप भनेको यस्तो कुरा हो जसलाई राफसाफ गर्न कसै न कसैले भोग्नै पर्छ। यतिकैमा एक दिन कुनै अपरिचित मानिस उनी सेठलाई खोज्दै आए। गाउँमा त आइपुगे तर घर पत्ता लगाउन सकेनन् र गाउँकै एकजना महिलासँग सोधे। अपरिचितको कुरा सुनेर महिलाले भनिन्, यस गाउँमा नौलो जस्तो लाग्नुहुन्छ, त्यसैले सेठको करतुत बताउन आफ्नो कर्तव्य ठान्छु। तपाईले खोज्नु भएको सेठको घर त त्यही पल्लो हो, तर होस गर्नुहोला उनी राम्रा मानिस होइनन्। भोका मानिसलाई खुवाएर दया देखाउने काम त गर्छन्, तर खाना विष मिलाएर तिनैको ज्यान लिन पनि पछि पर्दैनन्। उदाहरणका लागि हालैका घटनालाई लिन सकिन्छ, जसका कारण सयौं निर्दोष मानिसको ज्यान गएको थियो। तपाईलाई पनि त्यस्तै गर्न सक्छन्, होस गर्नुहोला। अब यमराजलाई पाप बोक्ने मानिस खोज्न बेर लागेन। उसले सो पापको भार उनैको खातामा लेखिदिए। यसरी अर्काको चुक्ली लगाउँदा बिचरी महिलाले आफूले नगरेको पापको भागीदार बन्न पर्यो। माथिका दुई प्रसंगमा कि कति सत्यता छ थाहा छैन, तर कसैको विरुद्ध कुरा काट्ने वा कुरा लगाउने मानिसको अवस्था भने जहाँ पनि यस्तै हुन्छ। मरेपछि यमराजले दण्ड देलान् नदेलान् छुट्टै कुरा हो। धर्मशास्त्रमा लेखिएको कुरा हो, दिन पनि सक्छन्, तर यसै जन्ममा भने पक्कै सजाय पाइन्छ। जसले गरे पनि जसले भने पनि आखिर झुट भनेको झुट नै हो। एक दिन सबैले थाहा पाउँछन् र सके राज्य सरकारको तर्फबाट नभए पनि समाजको तर्फबाट दण्डित हुनुपर्ने अवस्था पक्कै आउँछ। लागौं अर्को पौराणिक कथातर्फ। शीर्षक कर्मफल। नेपालीमा एउटा उखान छ, जसले अंगार खान्छ उसैले कालो दिशा गर्छ। यसलाई तपाईहरूले सुनेको हुनुपर्छ, नसुनेको भए पनि सोधेर जान्न सकिन्छ। यसको अर्थ हो जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ। यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ, जसलाई सुनेपछि तपाईहरू आफै प्रष्ट हुन सक्नुहुन्छ। परापूर्व कालमा भारतवर्षमा यमदग्नि नामका ऋषि थिए। उनको प्रशंसा वेददेखि पुराणसम्मका सबै ग्रन्थले गरेका छन्। यस अर्थमा उनी वैदिक ऋषि पनि हुन् र पौराणिक ऋषि पनि हुन्। उनी सप्त ऋषिमा पनि पर्छन्। हालको कल्पलाई श्वेतवराह कल्प भनिन्छ। यस कल्पको सप्त ऋषिमा उनको नाम पनि आएको छ। त्यस जमानामा उनले ठूलो गुरुकुल आश्रम चलाएका थिए। उनको आश्रममा 10,000 भन्दा बढी विद्यार्थीहरूलाई एकैसाथ खाने र बस्ने सहित अध्ययनको सुविधा प्राप्त थियो रे। यसको कारण थियो उनका साथमा एउटै निकै दुधालो गाई हुनु। यिनै गाईका दूधबाट उनको आश्रम चलाएका थिए। त्यति बेला त्यस देशमा सहरसार्जुन नामका राजा थिए। एक दिन उनी शिकार खेल्दै उनी यमदग्नि ऋषिको आश्रममा पुगे। आश्रममा पुग्न साथ ऋषिले चतुरङ्गिनी सेनासहित राजाको भव्य स्वागत गरे। उनको आतिथ्य देखेर राजालाई आश्चर्य लाग्यो र विनम्रतापूर्वक सोधे, ऋषिवर, हामी आएको धेरै भएको छैन, यति धेरै त्यो पनि यति ठूलो आतिथ्य कसरी सम्भव भयो? वनवासी ऋषि हुनुहुन्छ, आश्रममा त्यति धेरै सम्पत्ति पनि देख्दिन, तैपनि यति ठूलो आतिथ्य देखेर छक्क परे। भन्नुहोस्, यस्तो चमत्कार कसरी सम्भव भयो? भिक्षाटनबाट मात्रै त पक्कै यस्तो भएको होइन होला। राजाको कुरा सुनेर ऋषिले मुस्कुराउँदै भने, ठिकै भन्नुभयो महाराज, आश्रम भिक्षाटनबाट चलेको छैन, चल्न पनि सक्दैन, तर यहाँहरूका सद्भाव र भगवानका कृपाले मलाई एउटी दुधालो गाई प्राप्त भएकी छन्। उनैको दूधबाट आश्रम चल्दै आएको छ। अहिलेको आतिथ्य पनि यसैबाट सम्भव भएको हो। ऋषिको कुरा सुनेर राजा लोभिए। उनलाई लाग्यो यस्तै गाई त राजाको दरबारमा पो हुनुपर्छ। यी वनवासी जोगीलाई के काम? यस्तै यस्तै सोच्दै उनले भने, ऋषिवर, यी गाई राजाको दरबारमा हुनुपर्छ जस्तो लाग्यो। आश्रम त जसरी तसरी चल्छ नै, तर दरबार चल्दैन। त्यसैले यी गाई मलाई दिनुहोस्, बरु सट्टामा हजारौं अन्य गाई दिनेछु। राजाको कुरा ऋषिलाई मन परेन। उनको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै भने, राजन, के कुरा गर्नुभएको यस्तो? यी गाई त आश्रमका सम्पत्ति हुन्, यिनलाई दिएर कसरी आश्रम चलाउनु? माफी चाहन्छु, मबाट यस्तो काम हुन सक्दैन। ऋषिको कुरा सुनेर राजा रिसाए। उनी सेनालाई गाईलाई नियन्त्रणमा लिएर आउने आदेश दिँदै दरबारतिर लागे। बिचारा सेनाहरूले के गरून्? राजा आज्ञाको कुरा थियो। त्यसैले राज्य शक्ति लगाई गाई अपहरण गरेर लगे। यो कुरा तत्कालै उनका कान्छा छोरा परशुरामले थाहा पाए, जो भगवानको 6औं अवतार भनेर चिनिन्थे। उनले त्यस कुकृत्यलाई सहज रूपमा लिन सकेनन् र तत्कालै सहरसार्जुनको राजधानी माहिष्मतिपुरमा पुगेर सिंहनाद गरे। यद्यपि सहरसार्जुनले उनलाई रोक्ने प्रयास नगरेका होइनन्, तर जति नै प्रयास गर्दा पनि केही लागेन। उनले क्षणभरमै सेनासहित सहरसार्जुनलाई त्यही सिधाई गाई फिर्ता गराए। राजाका छोराहरू बचेका सेनाहरूले भने भागेर प्राण बचाए।
पछि तिनै भागेका सहरसार्जुनका छोराहरूले प्रतिशोध लिने उद्देश्यले परशुराम नभएको मौका पारी आश्रममा आक्रमण गरेर ऋषि यमदग्निको हत्या गराए। बाबुको हत्या भएको खबर पाउन साथ उनी आश्रममा आए। त्यति बेला आमा रेणुका छाती पिटेर रोइरहेकी थिइन्। आमाको वेदना उनले सहन सकेनन् र तत्कालै दुष्ट राजाहरूलाई निर्मूल पार्छु भन्ने कसम खाई बन्चरो लिएर निस्के। त्यसपछि उनले 21 पटकसम्म पृथ्वी घुमेर दुष्ट राजाहरूको दमन गर्ने काम गरे। फलत पृथ्वीका प्राय सबै दुष्ट शासकहरू समाप्त भए। बचेकुचेकाले पनि भागेर प्राण बचाए। यसरी दुष्ट राजालाई दमन गरी आश्रममा आएर योग शक्तिले बाबुको प्राण बचाए। दुष्ट राजाहरूबाट छिनिएको राज्य गुरु कश्यपको नाममा दान दिएर पृथ्वी भ्रमण गर्न थाले र राम अवतार नहुन्जेल यसै गरी पृथ्वी भ्रमण गरिरहे। राम अवतार भएपछि भने आफ्नो शक्ति राममा समर्पित गरी महेन्द्र पर्वतको गुफामा बसेर तपस्या गर्न लागे। भनिन्छ अहिलेसम्म पनि उनी सोही गुफामा बसेर तपस्या गरिरहेका छन्, किनकि उनी चिरञ्जीवी थिए। असल काम गरे बापत उनलाई बाबु यमदग्निबाट चिरञ्जीवी हुने आशीर्वाद प्राप्त भयो। भागवतमा व्यासजीले भनेका यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन, तर जसले जस्तो काम गर्छ उसले त्यस्तै फल पाउँछ भन्ने कुरा सत्य हो। सहरसार्जुन आफै राजा थिए। राज्यकोषबाट सुविधा भोग गर्थे। राजा भएर दुनियाँको रक्षा गर्नुपर्नेमा उल्टै रक्षक नै भक्षक बनेर उनले जुन कुकृत्य गरे चाँडै नै त्यसको फल पाए। उनका छोराहरूलाई पनि त्यस्तै भयो। प्रतिशोध लिने उद्देश्यले उनीहरूले निर्दोष ऋषिको जीवन लिने जुन कुकृत्य गरे फलत आफ्नै जीवनलाई सुरक्षित राख्न सकेनन्। उता परशुरामले भने अन्याय र अत्याचारको सामना गरेकाले अहिलेसम्म पनि चिरञ्जीवी बनेर दुनियाँको मन र मस्तिष्कमा जीवित रहने अवसर पाए। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ कण्वको पश्चाताप। नेपालीमा एउटा भनाइ छ, हतपतको काम लतपत। यस्तै भनाइ यतिकै प्रचलनमा आएको पक्कै होइन। निकै सोचबुझ गरी व्यवहारमा प्रयोग गरेर मात्र प्रयोगमा ल्याएका हुन् पूर्वजहरूले। उनीहरू भन्ने गर्थे कुनै पनि काम गर्नुभन्दा अघि 3 पटक सोच्नुपर्छ, यस्तो काम गर्न हुन्छ कि हुन्न भनेर। यस्तै कुनै पनि बोली बोल्नुभन्दा अघि 3 पटक सोच्नुपर्छ, यस्तो कुरा गर्नुहुन्छ कि हुन्न भनेर। अन्यथा कुनै पनि बेला ठूलै विपत्तिको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। वैदिक ग्रन्थमा एउटा कथा छ, बृहदेवता नामक ग्रन्थमा उल्लेख भएको। महर्षि घोरका 2 भाइ छोरा थिए, कण्व र प्रगाथ। उनीहरू विद्या अध्ययन गरी भर्खरै गुरुकुलबाट फर्किएका थिए। 2 भाइ बीच घनिष्ठ प्रेम थियो। प्रगाथ दाजुलाई बाबुलाई जस्तै सम्मान गर्थे। कण्व प्रगाथलाई आफ्नै छोराछोरीलाई जस्तै माया गर्थे। उनीहरूकै कारण आश्रम परिसर पूरै प्रेममय बनेको थियो। एक दिनको कुरा हो, दाजु कण्व समिधा वा यज्ञ गर्दा प्रयोग हुने दाउरा लिन जंगलतिर गएका थिए। भाइ प्रगाथ आश्रममा बसेर सामवेदका मन्त्र गान गरिरहेका थिए। कण्वकी पत्नी नजिकै बसेर यज्ञका लागि सामग्री तयार गर्दै थिइन्। वैदिक मन्त्र गाउँदा गाउँदै थकानका कारण आँखा ललाउन लागेकाले प्रगाथले भाउजूको काखमा शरण लिए। कण्व पत्नी काममा व्यस्त थिइन्। काखमा देवरले टाउको राखेर सुतेको पत्तै पाइनन्। एकैछिनपछि दाजु कण्व समिधा लिएर आइपुगे। आफ्नो पत्नीको काखमा भाइ प्रगाथले टाउको राखेर सुतेको देखेर कण्व रिसले चुर भयो। आँखा रातो भयो, ओठ फरफराउन थाल्यो। रिसको झोकमा आँखाले काम गर्दैनन् भन्छन्। सायद उनलाई पनि त्यस्तै भयो। रिसले मुरमुरिँदै भने, अरे ए नीच, यस्तो दुष्कर्म अलिकति पनि शर्म लाग्दैन? धिक्कार छ तँलाई। पतिको स्वर सुनेर उनकी पत्नीको ध्यान भङ्ग भयो। काखतिर हेरिन्, देवर प्रगाथ टाउको अड्याएर निदाइरहेछन्। त्यसपछि पतितर्फ फर्कदै भनिन्, पतिदेव, यी त पुत्र समान हुन्। जति बेला यस आश्रममा तपाईकी अर्धाङ्गिनी भनेर आए त्यसै दिनदेखि मैले यिनलाई पुत्र समान ठानेकी छु र यिनले पनि मलाई आमा समान मानेर सम्मान गर्दै आएका छन्। उनी थप केही भन्न खोज्दै थिइन्। कण्वलाई सुन्ने धैर्य भएन। प्रगाथलाई लात्तीले हुत्याउँदै भने, त जस्तो कुकर्मीलाई यस पवित्र आश्रममा स्थान छैन, निस्किहाल अहिले नै। यति बुझ, तेरा निम्ति आजदेखि आश्रमका ढोका सदाका लागि बन्द भएका छन्। दाजुको कुरा सुनेर प्रगाथले आँखा मिच्दै भने, दाजु, हजुर पिता समान हुनुहुन्छ, भाउजू माता समान। मैले अहिलेसम्म भाउजूलाई आमा भन्दा भिन्न ठानेको छैन। यो कुरा हजुरलाई पनि थाहा छ, तैपनि किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? आफ्नो भनाइ फिर्ता लिएर यस अनाथलाई दया गर्नुहोस्। यति भन्दै प्रगाथले भाउजूको गोडामा ढोगे। उनको विनम्रता देखेर भाउजूको आँखा रसाए। बिना कारण देवरले त्यति ठुलो दण्ड पाएको सहन सकिनन् र पति कण्वसित 2 हात जोड्दै भनिन्, स्वामी, प्रगाथ ठिकै भनिरहेका छन्। बिना कारण रिसाएर आफ्नै पुत्र समान भाइलाई यति ठुलो दण्ड दिनु उचित होइन। यसै पनि रिसले आफैलाई खान्छ।
त्यसमाथि यहाँ त भएकै के छ र? देवरलाई सदा पुत्र समान ठान्नुपर्छ भन्ने तपाईँ नै हो। मैले पनि यिनलाई पुत्र भावमा हेरेकी छु। यिनले पनि यही सिकेका छन् र मलाई आमा मान्दै आएका छन्। होसमा आउनुहोस् र आफ्नो निर्णयमा पुनर्विचार गर्नुहोस्। पत्नी र भाइको कुरा सुनेर कण्वको क्रोध शान्त भयो। कारण नबुझी पुत्र समान भाइमाथि दुर्वचन बोलिएकोमा मन ग्लानि र पश्चातापले भरियो। त्यसैले भाइसित माफी माग्दै भने, भाइ माफ गर, आज मबाट ठुलो भूल भयो। वास्तविकता बुझ्दै नबुझी बुझ्ने प्रयासै नगरी तिमीमाथि लान्छना लगाए। यसका निम्ति दुखी छु। दाजुको कुरा सुनेर भाइको आँखाबाट पनि आँसु चुहियो। भाउजू बिचरीको त पहिलेदेखि नै आँखा भरिएकै थियो। प्रगातले उठेर दाजुको चरण स्पर्श गरे। दाजुले अङ्कमाल गरे। त्यसपछि उनीहरूबीच प्रेम थप प्रगाट भयो। आपसमा मिलेर आश्रमको गरिमालाई बढाए। यस वैदिक कथामा के कति सत्यता छ थाहा छैन, तर कुनै पनि काम हठात गर्नु हुँदैन, अन्यथा पश्चाताप गर्नुपर्ने अवस्था हुन सक्छ भन्ने कुराको राम्रै दिग्दर्शन गरेको छ। कण्वलाई भाइ पुत्र समान हुन्छ भन्ने थाहा नभएको होइन, तर हतपतमा निर्णय गर्दा आफैलाई पश्चाताप गर्नुपर्ने अवस्था आयो। दर्शक तथा श्रोतावृन्दहरू, लागौं अर्को कथातर्फ। आजको लागि 9औं कथातर्फ। शीर्षक रहेको छ चाहना भए असम्भव केही पनि हुँदैन। नेपालीमा एउटा उखान छ, खाने मुखलाई जुङ्गाले छेक्दैन। उखानहरू बहुअर्थी हुन्छन्, अनेक स्थानमा प्रयोग हुन्छन्, प्रयोग गर्न सकिन्छ। यो उखान पनि त्यस्तै हो। यसका अर्थ धेरै छन्, अवस्था अनुसार धेरै स्थानमा प्रयोग गर्न सकिन्छ। यीमध्ये एउटा हो, गर्न चाहने मानिसलाई समयको अभाव हुँदैन। आफूसँग जति समय छ वा जति समय पाइएको छ त्यसैबाट जस्तोसुकै काम पनि पूरा गर्न सकिन्छ। भागवतमा एउटा कथा छ, व्यासजीले भनेका। प्राचीन कालमा सूर्यवंशमा खटाङ नामका राजा थिए। धार्मिक प्रकृतिका यी राजा जति ज्ञानी, गुणी र विवेकी थिए त्यति नै सहयोगी र पराक्रमी पनि थिए। आपद विपदमा उनी समक्ष सहयोग माग्न स्वर्गका देवताहरू समेत आउने गर्थे। उनको स्वभाव नै त्यस्तो थियो कि जसले जे भने पनि हुनसम्म सक्ने सहयोग गर्थे। इतिहासमा अहिलेसम्म छैन, कतिवटा राजा महाराजा भइसके। तीमध्ये अधिकांश इतिहासको गर्तमा यसरी पुरिएर गए कि नामोनिशान नै छैन। कति त यस्ता राजा महाराजा पनि भए जसको नामै लिन पनि सितिमिति कोही चाहँदैनन्। लिनै परे पनि घृणा वा खलपात्रको रूपमा लिने गरेको पाइन्छ। रावण, कंस, जरासन्ध आदि यस्तै पात्र हुन्। तर कतिपय यस्ता राजा महाराजा पनि भएका छन् जसलाई समाजले अहिलेसम्म पनि सम्मानपूर्वक सम्मान गर्दै आएको छ। राजा खटाङ पनि यस्तै राजामा पर्थे। यसको कारण थियो उनले गरेको सेवा, सहयोग र देखाएका सद्भाव आदि नै। शरीर मर्छ, मर्ने नै हो। जसले पनि ढिलो चाँडो मर्नै पर्छ, तर उसले गरेका राम्रो कामको सम्भावना भने पछिसम्म पनि कायम रहन्छ। राजश्री खटाङ यसैका प्रतिनिधि पात्र हुन्। एकपटक असुरले स्वर्गमाथि आक्रमण गरे। असुरका स्वभावै त्यस्तै मौका पाउन साथ अरूलाई दुःख दिइहाल्ने, मारकाट गरिहाल्ने। उनीहरू बिना कारण जति बढी अरूको प्राण लिन पाइयो वा सकियो त्यति नै खुसी हुने गर्थे। अरूको प्राण लिन चाहने वा प्राण लिन नहिचकिचाउने भएकैले उनीहरूलाई असुर भनिएको हो। असुरहरू खास गरी सुर अर्थात् देवताहरूलाई जानी दुश्मन मान्थे। हमेसा मौका कुरेर बस्थे र अलिकति अवसर पाउन साथ देवताहरूलाई दुःख दिन पुगिहाल्थे। यसरी असुरबाट बारम्बार हुने अत्याचारबाट देवताहरू हैरान थिए। तैपनि कुनै उपाय थिएन। कि स्वर्ग छाडेर भाग्नु पर्थ्यो, कि असुरका आक्रमणलाई प्रतिआक्रमण गर्न तत्पर भएर बस्नुपर्ने हुन्थ्यो। एकपटक उनीहरूलाई निकै गाह्रो पर्यो। केही यस्ता पराक्रमी असुरहरू स्वर्गमाथि आक्रमण गर्न आएका थिए। तिनीहरूमाथि विजय पाउन निकै गाह्रो पर्यो। त्यसैले सहयोग माग्न उनै खटाङ समक्ष गए। उनले पनि आफ्नो स्वभाव अनुसार नाइनास्ती केही नभनी तत्कालै असुरसँग युद्ध गर्न स्वर्ग गए। केही दिनको युद्धपछि उनीहरूमाथि विजय हासिल गरी फर्कन के लागेका थिए। देवताहरूले आफूहरूलाई उनले लगाएका गुण बिर्सन सकेनन् र विनम्रतापूर्वक भने, महात्मा, आभारी छौं सहयोगका लागि। गुण तिर्ने तागत त हामीसँग छैन, तैपनि कुनै आवश्यकता छ भने भन्न सक्नुहुन्छ। देवताहरूको आग्रह सुनेर खटाङले केही सोचे जस्तो गर्दै भने, के भनौँ खोइ, यहाँहरूका सद्भावले र भगवानको कृपाले सबै छन्। मुख्य कुरा त मन हो। मन असन्तुष्ट भए जति भए पनि पुग्दैन। सन्तुष्ट भए जति छ त्यतिमै काम चलाउन सकिन्छ। तैपनि भनिहाल्नुभयो, कुन चिज चाहिने भए त भनौला नै, तर पहिले यो बताउनुहोस् कि मेरो आयु कति बाँकी छ। उनको कुरा सुनेर देवताहरूले आश्चर्य मान्दै भने, यहाँले आफूलाई चाहिने चिज नमागेर किन आयु सोध्नुभयो? त्यो त थाहा छैन। सायद थाहा नभएर पनि हुन सक्छ। तर के चाहिँ भन्न सक्छौ भने हामीसँग वरदानी शक्ति छ, जसले जे मागे पनि पाउन सक्नुहुन्छ।
कुरा त सही हो, तर खटाङले अन्कनाउँदै भने, जीवन रहे नै सबै हुने हो, जीवन नै नरहे के गर्ने? त्यसैले आयु सोधेको हुँ। आयु बाँकी भए मात्र वैभवले काम गर्ने हो, आयु छैन भने वैभवको पनि के अर्थ रह्यो? त्यसपछि देवताहरूले उनको भाग्यरेखा हेर्दै भने, तपाईका आयु त मात्र 2 घडी अर्थात् 48 मिनट मात्र बाँकी छ। अब भन्नुहोस् के चाहिन्छ? त्यसपछि उनी कुनै उत्तर नदिई भगवानको ध्यानमा बसे। अन्ततः त्यही 2 घडी समयलाई सदुपयोग गरी मुक्ति प्राप्त गरे। यस कथामा के कति सत्यता छ त्यो त व्यासजी नै जानुन्, तर गर्न चाहने मानिसलाई समयको अभाव हुँदैन। आफूसँग जति समय छ वा जति समय आफूले पाइएको छ त्यसैलाई सदुपयोग गरी उद्देश्य पूरा गर्न सकिन्छ। समय भएन, समयले दिएन वा समय पुगेन भनेर पञ्चिने त केही पनि गर्न नचाहनेहरूले मात्र हो। गर्न चाहनेका लागि संसारका कुनै पनि तागतले रोक्न सक्दैन। जब राजा खटाङले 2 घडीमै मुक्ति जस्तो दुर्लभ मानिएको अवस्था त प्राप्त गर्न सके भने अरू चिजको के कुरा भएर? दर्शक तथा श्रोतावृन्दहरू, आजको लागि अन्तिम तथा 10औं कथा रहेको छ मानव जातिका इतिहास। प्राचीन कालमा ययाति नामका सम्राट थिए। चन्द्रमाको वंशमा जन्मेका यी सम्राटको राजधानी हाल भारतीय भूभागमा पर्ने लखनऊ आसपास थियो। एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए। बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यति बेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी थिइन्। ययातिले उनको दुःख देख्न सकेनन् र इनारबाट उतारिदिए। उनको उद्धार गरी ययाति जान के लागेका थिए। देवयानीले हात समाउँदै भनिन्, यस्तो अवस्थामा एक्लै छाडेर जान पाउनुहुन्न। किन र देवी? आशय बुझ्न खोज्दै ययातिले भने, घर जानुस् न, कहाँ एक्लो हुनुहुन्छ? कुन हो मेरो घर? कुन भन्ने? बाबु शुक्राचार्यको घर नि। त्यो त आधा मात्र सत्य हो। पूर्ण सत्य के हो त? पूर्ण सत्य यही हो कि अब तपाईँको घर र मेरो घर एउटै हो। कसरी? कसरी भन्ने? भर्खरै हात समाउनु भएको होइन? इनारबाट उतार्नु पो समातेको त। अब जीवनबाटै उतार्नु पर्ने हुन्छ। मैले? हो, तपाईँले। तर म क्षत्रिय हुँ। के फरक पर्छ त? तपाईँ ब्राह्मण कन्या भने होइन? हो, म ब्राह्मण कन्या नै हुँ। अनि? के अनि? यही कि ब्राह्मण कन्या र क्षत्रिय कुमारको विवाह सम्भव हुन्न। असम्भव हुनुको कारण? किनकि यस्तो चलन छैन। कसले चलाएको हो यस्तो चलन? मानिसले नि, अरू कसले? यस्तो चलन चलाउनेले यस्तो चलन चलाउन सक्दैन? नसक्ने त होइन, तर एकासी त्यहाँसम्म किन पुग्ने भनेको नि। त्यसपछि देवयानीले थप सम्झाउँदै भनिन्, पहिलो कुरा त नाता सम्बन्धभित्र पर्दैन भने जो भए पनि आपसी मन्जुरीमा मानिसले मानिसको साथमा विवाह गर्ने छुट पाउनुपर्छ। दोस्रो कुरा, ब्राह्मण कन्याको साथमा ब्राह्मण कुमार नै चाहिने हो भने पनि मेरो लागि त्यो सम्भव छैन, किनकि बृहस्पति पुत्र कजका श्रापका कारण मेरो विवाह ब्राह्मण कुमारसित हुनै सक्दैन। तेस्रो कुरा, तपाईँले मेरो हात समातेर उद्धार गर्नुभएको छ। ययातिले अनेक तरिकाले थप सम्झाउने प्रयास गरे, तर देवयानीको जिद्दीको अगाडि केही लागेन र उपयुक्त समयमा जन्ती लिएर आउने आश्वासन दिँदै हिँडे। बिस्तारै देवयानीमाथि राजपुत्री शर्मिष्ठाद्वारा भएको दुर्व्यवहारको कुरा शुक्राचार्यले पनि थाहा पाए। त्यसपछि उनलाई यति नरमाइलो लाग्यो कि एकैछिन पनि यहाँ बस्न उपयुक्त लागेन र वृष पर्वाको दरबार छोडेर जाने तर्खरमा लागे। गुरुले छाडेर जाँदैछन् भन्ने कुरा थाहा पाएपछि वृष वर्षाले रोक्ने प्रयास गरे। यसो त शुक्राचार्य आफै पनि उनलाई छाडेर जान चाहन्नथे। शर्मिष्ठाको उदण्डताले मात्र अप्रिय निर्णयमा पुगेका थिए। त्यसैले बाध्यता देखाउँदै भने, राजन, तपाईसित केही गुनासो छैन। तपाईँकी छोरी शर्मिष्ठाका कारण छोरी देवयानीको चित्त दुखेको छ। उनलाई मनाउन सक्नुहुन्छ भने मेरो भन्नु केही छैन। यसपछि वृष पर्वाले देवयानीलाई बोलाएर भने, देवयानीजी, यो वृष पर्वा सविनय माफी माग्छ। विगतमा जे भयो भयो, बिर्सिदिनुहोला। आइन्दा यस्तो हुन पाउने छैन। एकपटकलाई मेरो मुख हेरी रोकिन आग्रह गर्छु। सट्टामा जे चाहिन्छ माग्न सक्नुहुन्छ। मसँग भएको चिज पाउनुहुनेछ। देवयानी पनि के कम थिइन् र? यस्तै मौकाको प्रतीक्षामा थिइन्। घुर्की लगाउँदै भनिन्, राजन, शर्मिष्ठाले मेरो अपमान गरेकी छिन्। तत्कालै सम्राट ययाति नआएका भए ज्यानै जाने थियो। यदि उनी मेरी दासी भनेर रहन स्वीकार्छिन् भने यो सम्भव हुनेछ। बिचरा वृष पर्वा के गरून्? गुरु नै उनका मार्गदर्शक थिए। मार्गदर्शकले नै छाडेर गएपछि आफ्नो हालत के हुन्थ्यो उनैलाई थाहा थिएन। त्यसैले उनले शर्त स्वीकार गर्दै भने, ठिक छ गुरुपुत्री, त्यसो भन्नुहुन्छ भने त्यही सही।
यति भनेर उनी हिँडे। त्यस दिनदेखि शर्मिष्ठा दासी बनेर देवयानीको सेवा गर्न लागिन्। केही समयपछि राजा ययाति र देवयानीको बिहे भयो। देवयानीले पतिगृह जाँदा उनी पनि दासी बनेर सँगै गइन्। समय बित्दै गयो। ययातिले शर्मिष्ठालाई पनि विवाह गरी दासीको स्थानबाट महारानीको पदमा पदोन्नति गरिदिए। रहँदा बस्दा देवयानीको तर्फबाट यदु र तुर्वसु 2 भाइ छोरा भए भने शर्मिष्ठाको तर्फबाट अनु, दुरयु र पुरु 3 छोरा जन्मे। पछि गएर यदुका सन्तान यादव कहलाए। पुरुका सन्तान पौरवको नामले प्रख्यात भए। दुर्युका सन्तान पछि गएर द्राविण र अनुका सन्तान क्रमशः आनव, अङ्गल हुँदै अङ्ग्रेज हुन पुगेका हुन् भन्ने भनाइ छ। अनुपासल, नरेश, दिवोदासका सन्तान सौदासहरूद्वारा मारिएपछि तुर्वसु उनीहरूका डरले भागेर तुर्को देश तुर्किस्तानतिर गएर बस्न लागे। वेदमा तुर्वसुलाई तौवर्ष भनिएको छ। बिस्तारै उनका सन्तान तौवर्षबाट यौवर्ष हुँदै यौवन भनेर मध्यपूर्वमा छरिएर रहन लागे। यिनै यौवन बन्न पुगेका तौवर्षहरूले धर्मान्तर गरी त्यतैको धर्म अपनाउन थाले। तथापि उनीहरूले आफ्ना पुर्खा चन्द्रमालाई भने बिर्सन सकेनन्। फलत अहिले पनि कुनै पर्व विशेषमा चन्द्र दर्शन नगरी खाँदैनन् र आफ्ना झण्डामा समेत उनी चन्द्रमाको चिन्ह राखी सम्मान गर्दै आएका छन्। पौराणिक ग्रन्थमा भेटिने यस्ता प्रसङ्गमा के कति सत्यता छन् त्यो त थाहा छैन। तर जहाँसुकै रहेर बसेका भए पनि, जुनसुकै धर्म सम्प्रदायका भए पनि संसारकै मानिस एउटै पुर्खाका सन्तान हुन् भन्ने कुरालाई भने बिर्सन सकिँदैन। आजका लागि 10 वटा कथाहरू सकिएका छन्। तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, अलङ्की रानी पलङमा सुत्छे, सूर्यलाई देख्दा लुपुक्क लुक्छे के हो? यसको उत्तर रहेको छ शीत। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ अहिले छ अहिले छैन के हो? प्रश्न एकपटक फेरि, अहिले छ अहिले छैन के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै आज पनि समय व्यस्तताको कारण तपाईको कमेन्टलाई वाचन गर्न सकिन क्षमा माग्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।